आज म सुरुमा मेरो अस्ट्रेलियामा आउँदाको काम देखाउन गइरहेको छु तपाईँहरूलाई। सुरुमा कोही पनि अस्ट्रेलिया आउँदाखेरि कसैसँग पनि पैसा हुँदैन, घरबाट त्यति लिएर आएको हुँदैन। तपाईँले सुरुमा यता आउँदाखेरि एउटा रिजनेबल प्राइसको कुनै गाडी किन्ने र जुन सेकेन्ड ह्यान्ड गाडी किन्दा भयो अथवा के किन्दा भयो, अथवा तपाईँले साइकल पनि किनेर यो काम गर्न सक्नुहुनेछ। यो काम उबर इस्ट हो। यसरी आफ्नो मोबाइलमा एप डाउनलोड गर्ने र एपमा जाने, अनलाइन जाने। अनलाइन गइसकेपछि तपाईँले यसरी 1-2 मिनट पर्खेपछि तपाईँलाई अर्डर आउँछ। यसरी हेर्नुहोस्, $18.08 को अर्डर आयो। त्यसपछि चाहिँ हामीले अर्डर एक्सेप्ट गरेपछि तपाईँलाई लोकेसन दिन्छ अनि त्यो लोकेसनमा जाने तपाईँले, अनि अर्डर पिकअप गर्ने। ल म सपिङ सेन्टरनिर पनि पुगिसकेँ, यो ठाउँमा पनि जाँदैछु म। अब चाहिँ पिकअप गर्न जान्छु होइन। पिकअप गर्न अब टक्क पारेर टक 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 पिकअप गर्न गएको, अनि पिकअप गरेर फेरि अर्डर लिएर आउने। त्यसपछि चाहिँ गाडीमा बस्ने। यो अर्डर चाहिँ मेरो एउटा अर्डर मात्रै नभएर 3वटा अर्डर रहेछ यसमा चाहिँ होइन। $6 भनौँ कि $5 एउटा, $4 एउटा, अर्को कुनै $9 अर्को भनेर $18 भयो कि त्यसरी चाहिँ भयो। अर्को अर्डर पिकअप गर्न चाहिँ मैले फेरि योबाट 8 मिनट जति ड्राइभ गरेर अर्को एउटा सपिङ सेन्टरतिर जानुपर्ने भयो होइन। र सर गयो सर, माइ गड, राम्रो सिन हेर्दै बाहिरको हाई स्पिड रोडमा 90/h स्पिडमा गएर यो ठाउँमा, यो येल्लो बुजुमान ठाउँमा जाने। अनि त्योबाट चाहिँ हामीले अर्को अर्डर लिने। म अझ पनि ड्राइभ गर्दैछु, अझ पनि गरिरहेको छु ड्राइभ। ल म पुगेँ है त, टक्क पुगेर यो ठाउँबाट हामीले अर्को अर्डर पिकअप गर्छौँ एउटा। योभन्दा पछि चाहिँ फेरि अर्को अर्डर पिकअप गर्न जानेछु म। 3वटा अर्डर सँगै पिकअप गर्ने, त्यसपछि चाहिँ घरमा ड्रप गर्न जाने। ल है त, ल हामी लोकेसनमा पुगाएको भन्ने यसरी थाहा हुन्छ। त्यो मोबाइलमा हेर्नुहोस्, मेरो मोबाइलमा हेरेपछि तपाईँ लोकेसनमा पुग्नुभयो घरको भन्ने भन्नुहोस्। सरी सपिङ सेन्टरको वा कुनै रेस्टुरेन्टको लोकेसनमा पुग्नुभयो भने थाहा हुन्छ। अनि म यसरी पिकअप गर्नु गएको, टक 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 पारेर गएको। हाम्रो यो ठाउँबाट नै 2वटा अर्डर छ है त अहिले मेरो चाहिँ। अर्को सपिङ सेन्टरमा जानु पर्दैन, मैले एउटैबाट 2वटा अर्डर छ। टक्क यसरी हातभरि लिएर आएँ मैले। एउटा हातमा एउटा अर्डर, अर्को हातमा अर्को अर्डर, 2वटा अर्डर लिएर आएँ। हेर्नुहोस् त, टक्कै गाडीमा राख्यो। न कसैको सुन्नुपर्ने, न आफ्नो कुनै बोस हुन्छ। आफू नै बोस हो क्या यसमा चाहिँ। तपाईँको बोस तपाईँ नै हो। न तपाईँले कसैको, तपाईँको म्यानेजरको कुरा सुन्नुपर्ने हुन्छ, न तपाईँलाई कसैलाई अर्डर गर्ने काम गर्छ यहाँ। टक्क यसरी राख्ने। मेरो चाहिँ गाडीको लेदरको सिट भएर तातो हुन्छ, लेदरको सिट चाहिँ जल्न सक्छ भनेर मैले चाहिँ भुइँमा राख्ने गर्छु। गाडीको सिट चाहिँ तलको भुइँमा राख्ने गर्छु। त्यसरी गाडीको सिटमा चाहिँ राख्दिनँ मैले खानाहरूलाई। एकपटक राखेको अगाडिको सिट चाहिँ त्यो जलेको जस्तो भइहाल्यो के, त्यही भएर चाहिँ मैले कहिले नै राख्दिनँ अबबाट। अनि अब चाहिँ हामीले अर्डर पिकअप काम सकियो। अर्डरलाई डेलिभर गर्न चाहिँ जाने है त। ल गाडीलाई पार्किङबाट बाहिर निकाल्ने, यताउति चेक गरेर गाडी आइरहेछ कि छैन। गाडी पार्किङमा चाहिँ धेरै एक्सिडेन्ट हुने भएको कारणले गर्दा आरामले चेक गर्ने, अनि बल्ल निस्किने। रोडमा गइसकेपछि त उदा भयो, टक्क जाने। सब गएपछि हामी एकैछिनमा अब पुग्छौँ। 7-8 मिनट ड्राइभपछि। मैले चाहिँ ड्राइभ गरेको चाहिँ धेरै काटिदिएको छु। 7-8 मिनट ड्राइभको किन देखाउँदै गर्दाखेरि भिडियो पनि लामो हुन्छ, त्यसरी ज्याउ हुन्छ नि त, तपाईँहरूलाई हेर्न पनि टाइम वेस्ट हुने जस्तो हुन्छ। त्यही भएर मैले टक्क पारेर काटेर घरनिर पुग्दाखेरि र ड्राइभ गर्दाखेरि चाहिँ हालिदिएको हुन्छु। फेरि हामी हाई स्पिडमा गएको, हाइवेमा गएको। हाइवेबाट अब एकैछिनमा बाहिर एक्जिट भएर हामी घरमा चाहिँ पुग्छौँ। अनि हाम्रो सामान चाहिँ ड्रप गर्छौँ है त। अब घरनिर पुग्न लागेको नजिक अब चाहिँ पुग्न लागेको। पुगिसकेपछि एउटा फर्स्ट अर्डर चाहिँ डेलिभर गर्छौँ।
त। पुगेपछि टक्क गाडी रोक्ने, इन्डिकेटर दिएर अनि चाहिँ अर्डर लिएर जाने। अनि कुनै कुनै अर्डर हुन्छ कि ड्रप फ्रन्ट अफ द डोर भन्ने हुन्छ, अथवा कसैको मिट एट द डोर भन्ने हुन्छ। मिट एट द डोर भनेपछि घरको मान्छे त्यो अर्डर गरेको मान्छे चाहिँ आउँछ बाहिर, उसलाई दिने। कसैको पिन नम्बर हान्नुपर्ने हुन्छ, कसैको चाहिँ पिन नम्बर नहानेर फोटो खिचेर छोडिदिनु पर्ने हुन्छ, अथवा कसैको चाहिँ मिट एट द डोर भन्ने हुन्छ, उसलाई दिइदिने। कसैको चाहिँ पिन नम्बर हान्ने, कसैको चाहिँ डाइरेक्ट कन्फर्म अर्डर गर्ने हुन्छ होइन। यो चाहिँ मेरो सबै 3वटा अर्डर नै मान्छेहरूको घरको अगाडि राखेर फोटो खिचेर डेलिभरी फ्रन्ट अफ द डोर भनेर छोड्नुपर्ने हुन्छ हामीले चाहिँ। त्यसले चाहिँ अब चाहिँ अर्को अर्डर डेलिभर गर्नु गइरहेको छु म। फर्स्ट अर्डर चाहिँ डेलिभर गरेँ, अब सेकेन्ड अर्डर चाहिँ डेलिभर गर्नु गइरहेको छु है त। सेकेन्ड अर्डर चाहिँ डेलिभर गर्नु अब नजिक पुग्दैछु। यो काम चाहिँ मेरो फुल टाइम काम चाहिँ होइन। फुल टाइम काम चाहिँ मेरो अर्को छ। मैले बिहान गर्छु एउटा सपिङ सेन्टरमा गर्छु, एउटा बेलुकातिर चाहिँ मसँग 4 बजीभन्दा पछि साँझ बेलुका 8-9 बजीसम्म चाहिँ मसँग टाइम हुन्छ। घरमै बस्नुभन्दा पनि सामान्य आफ्नो गाडी लिएर बाहिर 2-4वटा अर्डर डेलिभरी गर्दा पनि $70 हुन्छ। आफ्नो रुम रेन्ट अथवा गाडीको तेल एभ्रिथिङ निस्किन्छ। त्यही भएर चाहिँ यसरी गर्नुपर्छ हामीले। अर्को अर्डर पनि मैले डेलिभर गरेँ। म फोटो खिचेर अब त्यो अर्डर गर्ने मान्छेलाई मैले पठाइदिन्छु। त्यो चाहिँ तपाईँको अर्डर तपाईँको डोरको अगाडि राखिदिएको छ भनेर त्यसरी प्रुफको रूपमा हामीले फोटो खिचेर छोड्नुपर्ने हुन्छ। हामीले यसलाई 2वटा अर्डर चाहिँ पुरा गरिसक्यौँ है त। अब तेस्रो अर्डर चाहिँ डेलिभर गर्नु गइरहेको छु म। डेलिभर गर्दाखेरि टक्क रोडमा आउने, यताउति चेक गर्दै गाडी चाहिँ सेफ चलाउनुपर्छ, एकदमै सेफ भएर चलाउनुपर्छ। कति बेला कसैले गाडी ठोकिदिन्छ, अथवा गाडीलाई पार्किङ गर्दाखेरि पनि हेरेर पार्किङ गर्नु मिल्ने हो कि होइन त्यो ठाउँमा चाहिँ पार्किङ गर्ने। नत्र भने तपाईँलाई $200-250 तिर्नुपर्ने अवस्था आउनसक्छ। त्यसरी तपाईँले दिनभरि उबर गरेको पैसा जान सक्ने अवस्था हुन्छ। त्यो चाहिँ ख्याल गर्नु होला एकदमै। ल म नजिक पुगिहालेँ। तेस्रो अर्डर पुरा गर्नु गइरहेको छु। ल अगाडिको सिन पनि कति राम्रो छ हेर त। ल म अग्लोबाट तल ओह्रालोमा जाँदैछु। यति बेला चाहिँ गाडीलाई मजाले छोडिदिँदा पनि गाडी आफै कुद्ने गर्छ के, आनन्द हुन्छ क्या यति बेला है। नजिक पुग्दैछु म। अर्को नजिक पुगिहालेँ न। एकैछिनमा पुगिसकेपछि हाम्रो आज 3वटा अर्डर चाहिँ डेलिभर हुन्छ। 3वटा अर्डर डेलिभर भइसकेपछि तपाईँको $18 त आयो नै। त्यो तपाईँको अब एउटा अर्डरमा कति डलर छ भन्ने हुन्छ, त्यो डिपेन्ड अन यर डिस्टेन्स। मेरो चाहिँ अहिले नजिक भएको कारणले $18 मात्रै छ। $18 पछि एक्स्ट्रा $4 थपिएको, त्यो $22 को 3वटा अर्डर सरी है त। $22 3वटा अर्डर र तपाईँको कोइस्टहरू आएको हुन्छ। कोइस्ट भन्नाले तपाईँले 3वटा अर्डर पुरा गरेपछि तपाईँलाई यति डलर एक्स्ट्रा मिल्ने भनेर उबरबाट भनेको हुन्छ। त्यसरी चाहिँ आज मेरो 6वटा अर्डरमा चाहिँ मैले $26 एक्स्ट्रा पाउने होला छु आज चाहिँ। अब यो 3वटा अर्डर त भ्याउँछ। अरू 3वटा अर्डर भ्याउँदाखेरि मेरो अर्डरको मात्रै हुने भयो लगभग $40-45 छ अर्डरको मात्रै हुने भयो। अनि चाहिँ $26 एक्स्ट्रा भनेपछि $70 मैले 6वटा अर्डरमा कमाउँछु आज चाहिँ। एभ्री डे चाहिँ तपाईँको डिफ्रेन्ट कोइस्टहरू हुन्छ। कुनै दिन तपाईँले 3वटा अर्डरमा $15 कमाउनुहुन्छ, कुनै 6वटा अर्डरमा $40 कमाउनुहुन्छ, त्यस्तो हुन्छ। म लास्टको अर्डर पुरा गर्न गइरहेको छु। यता लास्टको अर्डर पनि डेलिभरी गरेँ मैले यो घरमा। अब फोटो खिचेर यो घरको पनि फोटो खिचेर पठाइदिने उसमा। अनि त्यसपछि चाहिँ गाडीभित्र बस्ने अनि डेलिभर हुन्छ। त्यसपछि आफूले हेर्ने कति पैसा आयो त। म एकैछिनमा देखाउन गइरहेको छु मेरो कति पैसा आयो भन्ने कुरा। अब चाहिँ मोबाइलमा देखाउँछ तपाईँलाई त्यो उबरको एपमा। हेर्नुहोस् $22.13 पैसा आयो। अनि 3वटा अर्डर चाहिँ मेरो कम्प्लिट भएको भने देखाउँछ यसमा। अरू 3वटा गरेपछि चाहिँ मैले चाहिँ $26 एक्स्ट्रा पनि पाउँछु। अहिले 3वटामा $22, अर्को 3वटामा